हेलो गाइस, नमस्कार। योभन्दा अगाडिको भिडियोमा चाहिँ नेपालको सेयर मार्केट चाहिँ हामी के चाहिन्छ त चलाउनको लागि भनेर भिडियो बनाएको थिएँ हैन। अहिले चाहिँ एउटा फाइनान्शियल ह्याबिटहरूको बारेमा चाहिँ भिडियो बनाउँदैछु र त्यसमा चाहिँ मैले 5 भागमा डिभिजन गरेको छु हैन। फर्स्टमा रहेको छ सेभिङ एन्ड इन्भेस्टिङ। जस्तै हामीले चाहिँ अब पैसाले पैसा कसरी कमाउने त भनेर चाहिँ एउटा सेभिङ र इन्भेस्टिङको पार्टलाई देखाएको छौँ। र सेकेन्डमा रहेको छ इन्भेस्ट अर्ली एन्ड रेगुलरली। जस्तै हामीले इन्भेस्ट गरेलाई चाहिँ त्यसलाई चाहिँ कन्टिन्यू लान सक्नु पऱ्यो हैन। त्यसरी मात्रै अब बिचमा रोकिने अर्थात् त्यसलाई चाहिँ क्यान्सल हुने भयो भने चाहिँ हामीले कन्टिन्यू दिन सक्दैनौँ। त्यसले गर्दा त्यसलाई चाहिँ रेगुलर रूपमा चाहिँ हामी इन्भेस्ट गर्दै जान सक्नु पऱ्यो हैन। थर्डमा रहेको छ कन्ट्रोल र एक्सपेन्सेस। जस्तै हामी चाहिँ एक्सपेन्सेसहरूलाई चाहिँ ट्र्याक गरेर अब कुन चाहिँ खर्च चाहिँ नगर्दा पनि हुन्छ त भन्ने कुरालाई चाहिँ कट अफ गरेर त्यसरी एक्सपेन्सेसलाई चाहिँ कन्ट्रोल गर्न सकिन्छ हैन। अनि फोर्थमा रहेको छ अभोइड इन्फ्लुएन्स योर लाइफस्टाइल। जस्तै अब अरूले के गर्छ त भन्ने कुरालाई भन्दा पनि आफूले के गर्दा चाहिँ राम्रो हुन्छ त भन्ने कुरालाई चाहिँ अगाडि बढायो भने त्यसले गर्दाखेरि चाहिँ आफ्नो फाइनेन्शियल बिल्ड हुन्छ भन्ने जस्तो लाग्छ। अनि 5मा रहेको छ बिल्डिङ मल्टिपल इन्कम सोर्सहरू चाहिँ बनाउन सक्नु पऱ्यो हैन। जस्तै अब जब गरेर एउटै सोर्स अब स्यालेरीको हो हैन। त्यसले गर्दाखेरि चाहिँ इन्कम सोर्सहरू चाहिँ जस्तै अब नेपालमै गर्दा पनि हामी सेयर मार्केटहरू छ, एसआइपीहरू छन् हैन, फिक्स्ड डिपोजिटहरू छन्। त्यसले गर्दाखेरि इन्कम सोर्सहरू धेरै छन् हैन। त्यसले गर्दाखेरि चाहिँ त्यो त्यसमा चाहिँ आफू डुबेर बुझेर त्यो भित्रैसम्म गएर बुझेर चाहिँ लगानी गर्दा चाहिँ राम्रो हुन्छ भन्ने जस्तो लाग्छ मलाई चाहिँ। र आफूले गरेको र बुझेको कुराहरूलाई चाहिँ भिडियो मार्फत चाहिँ हजुरहरूलाई बुझाउँदैछु हैन। जस्तो भिडियोलाई माया गरिदिनु होला, लाइक, सब्सक्राइब, सेयर गर्न नभुल्नु होला। हस्, धन्यवाद।